आज भने हामी अनारमा लाग्ने अनारको पुतली किराको बारेमा विशेष चर्चा गर्दैछौँ। यसपालि अनारमा टन्नै चिचिलो लाग्यो, अब घरमै आनन्दले बसेर खान पाइने भन्दै खुसी भएका बेला किरा लाग्दै एकाएक अनार झर्दै जान्छ। फल उठाएर हेर्दा फलमा पाल परेको, फुटाएर हेर्दा भित्र वयस्क लार्वा किरा अनि कालो सर्दै गरेको गुठी देखिन्छ। यसको कारण हो अनारमा लाग्ने अनारको पुतली अर्थात् भाइराकोला आइसोक्रेट। सबैभन्दा सुरुमा बुझौँ यसको जीवनचक्रको बारेमा। वयस्क पुतलीले कलिलो पात, हाँगा चिचिलाएर क्यालिक्समा अलग अलग गरी दिनको समयमा फुलहरू पार्छन्। ती फुलहरूबाट हप्ता 10 दिनभित्रै मसिना लार्भाहरू बाहिर निस्कन्छन्। यिनीहरू पत्रदलुवा फलमा सानो पाल बनाएर भित्र छिर्छन्। लार्भाले भित्रभित्रै 5 पटकसम्म काँचुली पनि फेर्छ, जुन 18 देखि 47 दिनसम्म रहन्छ भने भित्रभित्रै अचल अवस्थामा जान्छ अथवा फलको यानि कि भेट्नुमा सानो धागोको सहायताले झुन्डिएर अचल अवस्थामा बस्छन्, जसलाई हामी प्युपा भनेर भन्ने गर्छौँ। प्युपाबाट कम्तीमा 7 देखि 34 दिनमा वयस्क पुतलीहरू बाहिर निस्कन्छन्। यसरी 2 महिनामा लगभग यिनीहरूको जीवनचक्र पुरा हुन जान्छ। अब चर्चा गरौँ यसको लक्षणहरूको बारेमा। यसले विशेष गरी 30 देखि 50 दिनको फलहरूमा धेरै क्षति गर्छ भने साउन भदौको समयमा अत्याधिक नोक्सान पनि पुर्याउँछ। लार्भाहरूले कलिला फलहरूमा पाल पारेर भित्र पसी गुदी खाएर ठुलो नोक्सान गर्छन् भने फेरि ठुलो पाल बनाएर बाहिर निस्कन्छन्। यसरी किराको आक्रमण पश्चात ढुसी, ब्याक्टेरिया तथा औँसाहरूको प्रकोप देखा पर्छ अनि फल झर्ने समस्या तीव्र गतिमा बढेर जान्छ। अब चर्चा गरौँ यसको नियन्त्रणका विधिका बारेमा। पहिला किरा छ कि छैन भनेर अनुगमन गर्नका लागि बत्तीको पासो यानि कि लाइट ट्र्यापको प्रयोग गर्न सकिन्छ, जसमा 1.5 मिटर उचाइमा बत्तीलाई राखेर त्यसभन्दा मुनि ठुलो मुख भएको भाँडामा मट्टी तेल र पानी मिसाई पुतलीहरूलाई त्यस पासोमा पारेर अनुगमन गरेर हेर्न सकिन्छ। दोस्रो छ क्षतिग्रस्त भएका फलहरू टिपेर गहिरो खाडल खनी फललाई उक्त खाडलमा पुर्न सकिन्छ। तेस्रो र सबैभन्दा प्रभावकारी तरिका भनेको फलहरूलाई फ्रुट ब्यागको सहायताले ढाकिदिने। फलको व्यास 5 सेन्टिमिटर भए लगत्तै अर्थात् मनसुन सुरु हुनु अगावै प्रत्येक फललाई फ्रुट पेपर ब्याग अथवा सामान्य 300 गजको पोलिथिन थैलीमा फलहरूलाई ढाकिदिँदाखेरि पुतलीको लार्भाबाट फलहरू सुरक्षित हुन जान्छन्। यस भिडियोमा देखाए जस्तै गरेर हामीले एग्रोवेटबाट पेपर ब्यागहरू लिएर फललाई यसरी ढाकेर राख्न सक्छौँ। एकै ठाउँमा 3-4वटा फलहरू छन् भने हटाएर एउटा मात्र स्वास्थ्य राख्न सकिन्छ, ताकि पछि गएर गुणस्तर खालको फलको विकास हुन सकोस्। र चौथो अनि जैविक तरिकामा भने हामी फुल लागेको समयमा ब्यासिलस थुरिन्जेसिस यानि कि बिटी नामक ब्याक्टेरियाको धुलो 2 ग्राम प्रति लिटर पानीमा मिसाई साँझपख छर्कन सकिन्छ। र अन्त्यमा यदि अत्याधिक क्षति पुर्याएको खण्डमा चाहिँ बजारमा पाइने निमजन्य विषादी 2 ml प्रति लिटर पानीका दरले 15 दिनको फरकमा 4 पटकसम्म छर्कदाखेरि राम्रोसँग यस किराको नियन्त्रण गरेको पाइएको छ भने मालाथिन 50 EC 2 ml प्रति लिटर पानीमा मिसाई छर्किनाले पनि यस किराको प्रकोप कम भएको पाइएको छ।